सो गाइज वेलकम ब्याक टु माई युट्युब फ्यामिली। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ म अब्बलतिर जाँदैछु होइन गाइज। अब चाहिँ हामी हिँड्न लाग्यो गाइज। हामी चाहिँ अहिले जाँदैछौँ। यता हेर त जान्छु ल। पानी पर्ला जस्तो भइरहेछ होइन गाइज। त्यही भएर मैले रेनकोट बिर्सेको थिएँ। गएर रेनकोट चादर पनि लिँदै ब्याग चाहिँ उचाएर आएको छु। अब चाहिँ हामी जान्छौँ हिँड। ए मम्मी, ओ मम्मी गइयो ल ल आउनु भाइ चाहिँ छिटो। बेर भयो हामी पुगिन्छ कि कति बजिरहेको छ हेर त। घडी छ नि त सँग। ओहो ह्यान्सी बाइक चाहिँ हाम्रो यस्तो कन्डिसनमा छ, रात्रि धोइएन कि। अब चाहिँ हामी जान्छौँ। आइज अब चाहिँ हामी गइरहेको गएर तेल राखेर जानुपर्ने हुन्छ। पुगिन्छ 1 घन्टा त पुगिन्छ क्या। हेलो गाइज, हामी चाहिँ अब गोवा जान भनेर हिँडेको होइन। हामी चाहिँ कहाँ हिँड्यो? अब हामी लास्ट जान लाग्यो। हेर्न सकिन्छ लास्ट जान थालेको। हामी चाहिँ अब भोला बनाउँदै जाँदैछौँ। नमस्ते। गाइज अहिले चाहिँ हामी ट्याक्क पोखरी डाँडाको डाँडामा छौँ। टक्क लगाएर अहिले चाहिँ हामी यताबाट चाहिँ सन्धिखाकोतिर गइन्छ यो उताबाट, अनि यताबाट चाहिँ हामी टक्क लगाएर यो पोखरी डाँडाको डाँडो है। सानो पोखरी डाँडाको है यो राम हुन्छ नि। हामी त्यहाँ अङ्कलमा पानी पिएको छु। राम ए पानी पिएको झोल हो त आउने बेलामा। बाबा मजा आउँछ। यो चाहिँ सन्धिखाको वातावरण ठ्याक्कै अलिकति आधा घन्टा लाग्छ निस्किनलाई। पोखरी डाँडा भन्ने ठाउँ हो। बब्बाल भ्यूहरू पनि राम्रो छ। उहाँ टाढोमा चाहिँ क्या मजा आउँछ उहाँ गएर हेर्न चाहिँ। भाइहरू हेलो भाइ। हामी चाहिँ छेडा आइयो है गाइज। छेडा भन्ने ठाउँमा आइयो टक्क। अहिले चाहिँ मिठाई सिसाई किनेर खाएर जान्छौँ हामीले अहिले टक्क लगाएर। हल्का रुगा लागे जस्तो नि भयो गाइज। अब हामी चाहिँ हेरिन्छ छेडा भन्ने ठाउँमा आइयो
टक्क लाएर अब ट्याक्क यो बाटो सिधै नछोडिकन गएपछि यस्तो गइन्छ। यति बबाल भ्यू छ गाइज, तपाईँहरूले वहीँ गएपछि देखाउँछु। गाइज हामी चाहिँ यो खाल भन्ने ठाउँमा बसेछौँ। त्यो बोर्डमा चाहिँ खाल लेखेछ, खै कस्तो किसिमको नाम हो, खै खाल भन्छ यहाँ चाहिँ होइन। त्यो पारी बोर्डमा लेखेछ। यता कस्तो भइरहेको घुमेर? रमाइलो भयो नि एकदम। के छ अनि तेरो? मजै आयो नि जेस घुम्दा। पारीको भ्यू हेर्दा दाइ चाहिँ टक्क गयो। चिने जस्तो लाग्यो यार यिनलाई, चिने जस्तो लाग्यो। त्यही आफ्नै गाउँ त हो तर नहिँडेर पो हो घुम्न हो। यो स्कुल हो के हो? यो मन्दिर पनि छ यहाँ। यो मन्दिर हो। अनि त्यो तलको त खै 1 2 3 4वटा खानु कोठा जम्मा। केसीको भवन होला कि यतिकै बनाइदिएको केसीको भवन होला। हाम्रो बाइक चाहिँ त्यहाँ पार्किङ गरेर हामी चाहिँ यो प्रतीक्षालयमा बसेछौँ। हामी चाहिँ अब एकछिनमा हिँड्छौँ गाइज, बस्न पर्यो एकछिन। एकदम ठुलो रहेछ क्या हो। ओके धुलो छ। हामी चाहिँ ठक्क लाएर एकछिन बस्यौँ यहाँ होइन। त्यसपछि टक्क लाएर अब चाहिँ हामी जान्छौँ एकछिन यहाँ बसेर भ्यूहरू हेऱ्यौँ। यहाँ प्रतीक्षालयमा बसेर बब्बाल छ यो ठाउँ। यसो हाई हेलो बब्बाल छ होइन, बब्बाल बब्बाल छ एकदम। ट्याक्क प्रतीक्षालय कस्तो राम्रो छ। टक्क लाएर कालो चस्मा ल्याएर कालो चस्मा टक्क लाएर। ओ कालो चस्मा लाएर हिरो भयो अङ्कल। अब चाहिँ हामी जान्छौँ गाइस होइन। ल केटाहरू के छ? ल हिँड्दिउँ है हामी अब। यत्रो झोला बोक्नु पर्यो गाइस। मौसम सोसम म निकाल्दा खाने भने काम होइन। केटाहरूले मिठाई खायो? खाइसक्यो। म त खान्छु अब मिठाई गाइस। यो चाहिँ कफी मिठाई हो होइन। कफी मिठाई खाएर टक्क हिँड्छ। हामी चाहिँ कत्रा ठाउँमा आइरहेको झर्ना गाइस। दामीमा यो त खतरा आउँदो रहेछ त होइन। पानी त आइरहेको के को गेट होला सानो झर्ना हो यो चाहिँ गाइस। पुरै मन्दिर छ त यार। बोर्ड यहाँहरूलाई हार्दिक स्वागत छ। मन्दिर ओहो के अन्त हो मन्दिरमा खतरा त के नखाने त? ल केटा मच्छर है भागो केटा भागो। ल खतरा मच्छरको पला रहेछ क्या, धेरै ट्यालेन्ट रहेछन्। ठ्याक्कै मच्छर छ कि होइन? चुच्चो त कराउने नि ठ्याक्कै मच्छर पादे भाइले ठ्याक्कै मच्छरको चाहिँ क्या आवाज आयो कि गर्दै त्यहाँ बेलुती खान आउँदा खाम्ला भन्दा जाने आउँदा खाना आउनु त ल जा तपाईँ जा। यार मेरो त पाइन्छ जो के टिप चाउडा टिप मेरो त चाउडा टिपेर फाल न। बाइक स्कुटी केटा लिएर हिँड्न सब एकुन्टा यति छ। यो त गाडी त ठोक्किहाल्छ। मैले त समात्छु गाडी त ठोक्किहाल्छ।
ए रातोमाटो भन्नेमा गाई जस्तो बब्बाल रहेछ होइन खतरा यस्तो भिड छ होइन अलि माथि हिँड त भाइ म पनि आउँछु त्यो आँटीमा माथि हिँड न ओइ ओइ के गर्छ ओइ नचल हेर त भाइ त ओए ट्यालेन्ट रहेछ बब्बाल रहेछ यहाँ त हो नि यस्तो त खतरा आँटी जस्तो यहाँ के गर्ने त यहाँ सुत्ने हो यहाँ सुत्लास र ए यो के अरे सुत्छन् क्या मान्छे जाँड खाएको सुत्छन् तास खेल्छन् माथि बसेर त्यही गर्नुलाई त बनाएकै होला नि त्यही हो तास खेल्नु बब्बाल मजा आउँछ सोही ठाउँ रहेछ झरौँ यस्तो सिँढीबाट कसरी झर्ने फुङ्गालिदिउँ लो भाइ समातमा फुङ्गालिदिउँ लगाए म फुङ्गाल्दैछु ल त देखा त फुङ्गालेर देखा ल रोकिने हो र रोकेर उहाँ माथि जाने रहेछन् त मान्छे केही नै हुन्न के जाम ओए यहाँ चाहिँ गेट सेट होइन ओए झर्ना लान हेलमेट गाड्नु हामी घाटा खोला भन्ने ठाउँमा छौँ है पुरा क्या राम्रो छ ऊ त्यहाँबाट पनि टक्कु आइरहेछ होइन त्यहाँ केटाहरू के छ अनि यो पारीको चाहिँ झर्ना भयो हामी त्यहाँसम्म जान्छौँ होइन टक्क लगाएर आउनु पाइज देखेँ होइन यहाँ रमाइलो छ नि यो ठाउँ होइन एकदम बेस्ट ठाउँ छ क्या यो चाहिँ बब्बाल माथिसम्म के बोले यहाँ भिडियो गरेर आफू यार माथिसम्म ए यहाँ त पौडी रहेछ केटा यहाँ चाहिँ पौडी खेल्छ र अनु तर दिउँसो आएको त खेलिन्थ्यो साँच्चै उहाँ हो कि ऊ त उसमा गहिरो थियो अरे कि पहिला धेरै गहिरो थियो अरे कि त्यही भएर क्या बब्बाल ठाउँ छ यार होइन आशिष क्या बब्बाल ठाउँ छ होइन दामी छ नि अगाडि बब्बाल ठाउँ छ नि बब्बाल ठाउँ छ वाह क्या राम्रो झर्ना रहेछ होइन त त्यहाँ गाई एउटा दुम्किलो रहेछ क्या के भन्छ पर्वत जस्तो क्या ढुङ्गो अड्डे रहेछ क्या होइन त्यो सबै एउटै ढुङ्गो होला होइन यहाँ तर अचम्मै छ यार यति ठुलो यार हो नो यहाँ संरक्षण गर्ने नि क्या मजा आउँछ यहाँ माथि गएर तल हेर्नु क्या मजा आउँछ होला होइन घाटा खोला भन्ने हो है गाई यहाँ चाहिँ घाटा खोला भन्ने रहेछ यसको मुनि जान्छु कि अब गाई यहाँ त सजिलै छ ओए क्या यहाँ त पार्टी पनि त हुने रहेछ र क्या रहेछ झर्नु त ए बब्बाल छ त बब्बाल डर लाग्दो त्यसको मुनि आउँछ चापचकी जस्तो हुने कि गाई चापचकी जस्तो हुन्छ अनुप त्यहाँ बसेछ नि केटाहरू म अनि आइदिएको होइन गाई चाहिँ अब चाहिँ हामी यहाँ त जान्छौँ घुम्यो तल माथि त्यो झर्नामा पनि गएर आइयो अनि यहाँ चाहिँ पोखरी रहेछ उताबाट चाहिँ औवल जान्छ
अब चाहिँ हामी यता जान्छौँ ढिकुरा जान्छ गइराकोतिर सन्धिखरको अर्घाखाँची गइन्छ होइन यो सन्धिखरको गइन्छ ट्याक्क यो चाहिँ अर्घाखाँचीमै पर्छ हो र खै यहाँले त ओए बब्बाल चिसो पानी रहेछ होइन चिसो पानी छ होइन यति बब्बाल ठाउँ छ कि गाइस क्या रमाइलो लाग्छ कि यहाँ ऊ त्यहाँ हो क्या कुन यही कुन त धेरै ठुलो गहिरो थियो अरे त्यसैमा पौडी खेल्दा डुबेर मरेको अरे क्या मान्छे त्यसपछि यहाँ मन्दिर सन्दिर आइसक्यो टक्क लगाएर जहाँ हामी चाहिँ अब जानुपर्ने हुन्छ गाइस ल झर नजिकै रहेछ नि ठाउँ यहाँ यो ठाउँलाई के भन्छ अरे बुवा कहाँ छोडिदिनु पर्यो तपाईँहरूलाई होइन तपाईँलाई धौनी बारात परिवार भनेर के माथिसम्म त्यसै ग खान्छ यो सुन्नु बा यो ठाउँलाई के भन्छ अरे बा यो घाटा खोला होइन ए अनि हल्का उहाँ पारी के भन्छ त औवल भन्छ सानो औवल भन्छ सानो औवल ए फेरि यो उता फेरि के भयो पकले भनेपछि पकले 3 किलोमिटर 3 किलोमिटर गएपछि पकले भएर त्यहाँ हजुरको यहाँदेखि थाहा हुन्छ है त्यहाँदेखि थाहा हुँदैछ कि यो चुवाठाटी यता चुवाठाटी लेखेको छ यता पकले सन्धिखरका लेखेको छ खान बेसी भन्ने कहाँ हो खाका यहाँ हजुरको कति किलोमिटर छ यहाँ 11 किलोमिटर 11 बेलन हाम्रो आँटीदेखि 13 किलोमिटर छ ए आँटीदेखि यहाँ घटेको छ ए वहाँ माथि त किलोमिटरको बाटो छ यो बाटो मेन रोडै रहेछ बुवा मेन त यो हाइवे चाहिँ रहेछ क्या पिच भएपछि त उडाउने कुरो पिटी होइन चाड पर्व भएपछि हजुर हामी हिँड्यो नि हजुर मेरो त घोडा गाडी छैन हजुर खुट्टाले दुःख पाउँछु हजुर तर रहर त लाग्छ साथीभाइहरूसित मिल्ने घुम्ने हाँस्ने बोल्ने हजुर भनेको कति रमाइलो लाग्छ दसैँ छ कि नि हजुरको छैन आमा छैन ए हजुर आमा बित्न आउँछ हजुर ए फाउनको 7 गते मेरो दसैँ छैन म जेठो छोरो हुँ हजुर मेरो शुभ नाम कृष्णबहादुर नेपाली ल हुन्छ बुवा रात पर्यो बोल्दिन हजुर हजुर बनाउने गर्नुहुन्छ क्या दाजुले बनाउनुहुन्छ मैले त गर्छु ए ओ फेरि आउँछ उहाँसित बुझ्नुपर्छ अब हामीले पनि त आफूले बनाउनु जान्ने छैन हजुर जानेको मसित एउटा डोका बुन्ने भने एउटा डोका लान्छु है बुवा भने मैले दिन ए तपाईँले डोका बुन्नुहुन्छ डोका बुन्छु ए भनेपछि पछि लिन हामीलाई होइन उतातिर फेरि डोकाको अभाव छ के कहाँनिर डोका चाहिँ पाइन हाम्रो ढिकुरा हो ढिकुरा कतमा ढिकुरा गैराकोट हो हजुर गैराकोट त चिन्ने होला बुढो ससुराल जो हो कर्केपाटा कर्केपाटा ए ससुराल भनेपछि बुढो ससुराल मेरो कर्केपाटा ए मेरी दाइकी छोरीकी भएको सुरसिंह उहाँ सालगरी ए सुरसिंह हजुर भनेपछि उता त सबै चिन्न तपाईँले त सबैजना म त भएँ बाबु अहिले 56 वर्ष 56 ल हुन्छ बुवा रातै पऱ्यो यार गाइस झर्ना सर्ना हेर्ने भनेको गाइस सपनामै रह्यो चिसो हावा गाइस चिसो हावा छैन यस्तो कुहिरो लागेको छ यस्तो कुहिरो लागेको छ के देखिँदैन तँ के अन गर माथि आकाशमा
छेप्टिन्छ अनुपले चाहिँ हगदिया कालो छोरा दिनुलाई गाह्रो छ मजा आउने तर क्या चिसोनी रहेछ यार धन्न कस्तो छ हेर्न चिटर लगाइएछ यार नत्र भने त म पठाइदिन्थ्यो कुहिरो त ढोक्कै अलिक पछि पछि बस्नको आनन्द आउँछ मन्दिर त यही हो न